बोलेको? म तपाईँलाई दिउँसो फोन गरेको थिएँ नि। ए बिहान गरेको थियो है? हजुर हजुर। के भन्नुभएको थियो? पछि अप्ठ्यारोहरू पर्दैन होला नि भनेर नि। होइन मेरोमा सर्टिफिकेट छ कि। हजुर। सबै आएको छ हो। हजुर। केही अप्ठ्यारो पर्दैन। तर तपाईँले फर्म भर्दा नि हजुर 2015 देखि 17 को लेख्नुपर्छ डीएलएड को। ए 15 देखिको 17 हो? तपाईँले एचएस कहिले गरेको? एचएस 13 मा सकेको। ए भइगयो त 15 टु 17। अरू त्यहाँभन्दा ब्याकको हुँदैन है? के नाम पो हो बहिनीको? पेन्जी तामाङ। पेन्जी तामाङ। म हालिदिन्छु कि सर्टिफिकेट हेर्नु अन्त मलाई फोन गर्नु त एकपल्ट। हजुर त्यही त सर त्योभन्दा अलिकति पछाडिको डेटको हुँदैन? हुँदैन त्यो चाहिँ यस्तो हुन्छ कि पछिको चाहिँ अनलाइन हुँदैन। तपाईँलाई सर्टिफिकेट र मार्कसिट दुईटै हालिदिँदैछु। रेजिस्ट्रेसन पनि सबै टाकटुक हुन्छ। 1,15,000 पो लाग्ने रहेछ। हजुर 1,15,000 पो लाग्ने रहेछ। तर तपाईँको तर 1.5 महिनाभित्रमा टाकटुक आउँछ। आउँछ है? ढिलो हुँदैन होला नि है? सबै भ्यालिड हो सर? 100 वेस्ट बेङ्गल बोर्डको हो अन्त भ्यालिड हुँदैन। हजुर हजुर। होइन पछि गएर गरेको थिएन यस्तो त्यस्तो रेकर्डहरू चेक गर्यो अरे भने चाहिँ नि भनेर नि। केही प्रब्लम हुँदैन तपाईँलाई। अन्त नि सर त्यो टेटको चाहिँ के छ हालखबर? टेटको चाहिँ अब मैले कसरी भन्नु हालखबर कस्तो भन्नु? मतलब टेटमा चाहिँ अब आफ्नै भरमा छ? तिमी खालि एक्जाम मात्रै देऊ न, भोलिको दिन टिचर बनाउने मेरो काम हो। हजुर बुझ्यौ? त्यति बेला चाहिँ जुनमा चाहिँ 3 जस्तो लाग्छ हो। तर त्यति बेला म सिकाउँछु। 3 जस्तो लाग्छ है? लाग्छ नि त्यति बेला। अब सुन न 50,000 मान्छेले फर्म भर्यो। हजुर। 600 जनाको भ्याकेन्सीमा 50,000 मा पाउँछ? पाउँदैन नि। अन्त 50,000 मान्छेमा अन्त 652 जनाले 1.5। हजुर। बुझ्नुभयो? एक दिन। अन्त त्यसले गर्दाखेरि चाहिँ ढुक्कै बस्नु हो। हजुर। जुनमा चाहिँ मलाई कल गर्नु। त्यो चाहिँ कन्फर्म छ है? हजुर हुन्छ। ढुक्कै बस्नु, कन्फर्म गरिदिन्छु म काम। म चाहिँ यस्तो मान्छे हो कि मैले डीएलएड पनि जति पनि गभर्मेन्ट टिचरहरूको छ नि मैले गरिदिएको सबैको। हजुर। उनीहरू सब योपालि ए ग्रेड भयो। हजुर हजुर। तर काम चाहिँ म पक्का गर्छु। हामीलाई त्यतिखेर त्यो काम भइसकेर हजुर के नाम अरे? मिन्जी के अरे? पेन्जी PENGI पेन्जी तामाङ हो कि। त्यतिखेर चाहिँ सर हामीले काम सर्टिफिकेट हालिदिनु ल। हजुर। ए हुन्छ हुन्छ। सुन्नुहोस् न सर त्यतिखेर चाहिँ काम भइसकेर दिनुपर्छ पैसा? होइन नि टोटल पेमेन्ट गर्नुपर्छ। त्यहाँदेखि मात्रै काम हुन्छ? होइन यस्तो गर्नु मेरो एकाउन्टमा हालिदिनु हो। हजुर। रसिद चाहिँ राख्नु। होइन मतलब पछिको यस्तो हुन्छ कि बहिनी मान्छे चाहिँ डराउँछ है। त्यत्रो पैसा दिएर भरे खाइदियो भने डुबाइदियो भने होइन? त्यही त डर छ त। रोहिणीको टिचर है? हजुर। रोहिणीको चाहिँ हेडमास्टर हो म। हजुर। म मिडिया पनि गर्छु, हाम्रो गोर्खा न्युज पनि गर्छु हो। म कसैलाई धोका दिने काम चाहिँ गर्दिनँ। काम पक्का गर्छु। हजुर। काम चाहिँ पक्का गरेको हुन्छु हो। हजुर। तर यति हो 1.5-2 महिना लाग्छ। त्यति चाहिँ पर्छ। होइन पछि त्यो अब यो अहिलेको त हामीले 1,15,000 तिर्यो होइन? होइन तिमीले फर्म भर्दा नि हजुर सेसन डीएलएड भनेर टिक गर्नुपर्छ। 2015 देखि 17 लेख्नु। हजुर। त्यो लेख्यो भने चाहिँ सर्टिफिकेट चाहिँ म दिइराखिदिन्छु। हजुर हजुर। अब डीएलएड गरेको छ भने त फ्युचरमा पनि त काम लाग्छ। काम लाग्छ। हजुर। अहिले उमेर कति पुग्यो? मेरो 26 हो। ए मेरो छोराभन्दा तिमी कति 6 वर्ष ठुलो रहेछ। हजुर। त्यही त म त पछि अब फेक रिजल्ट भयो भने इनभ्यालिड आयो भने डर लाग्छ नि। हुँदैन। तिमी मार्कसिट हेर नि, मेरो मार्कसिट म पठाइदिँदैछु। हजुर। प्रायःले गर्दैछ सर? मेरोमा अहिले 20 जना भयो। ए हजुर।
अब तपाईँको साथीहरू पनि छ भने भन्नुहोस् म गराइदिन्छु। हजुर त्यही त अन्त त्यो गर्नु पर्यो भने 2 वर्ष लाग्छ र 1,20,000 रुपियाँ लाग्छ एनआइएसबाट, तर 2 वर्ष पर्छ। तपाईँको केही गर्नु पर्दैन, सबै म एचएसको पनि गर्छु, ग्रेजुएसन पनि गर्छु। पछिको दिनमा भरे फेरि डिएलएड खोज्यो भने है? डिएलएड खोज्यो भने तिम्रो हातमा हतियार हुन्छ त अन्त। होइन मतलब कम्पलसरी होला नि त डिएलएड भनेको नि। मैले चाहिँ डिएलएडको चाहिँ फर्स्ट चान्स हुन्छ नि त बहिनी। हजुर हजुर त्यही त अन्त सर यो टेटमा छिरेन भने भन्ने चाहिँ डर भइरहेको छ नि त। होइन हो, टेटमा छिरोस् नछिरोस् तिमी इन्टरभ्यू देऊ, छिराउने काम म गर्छु। अन्त पास नभइकन इन्टरभ्यू बोलाउँछ र? मेरो हातमा छ हौ त्यो सबै। हजुर मेरो हातमा छ हौ त्यो सबै। अन्त त्यो अहिले हामीले यो डेट चाहिँ क्यास बुझाउनु पर्छ कि इन्स्टलमेन्टमा? त्यो त क्यास गर्नुपर्छ। तपाईँले मेरो एकाउन्ट नम्बर दिन्छु, तपाईँले एकाउन्ट नम्बरमा रसिद त हुन्छ। हजुर रसिद त रिसिट राखेको हुन्छ, मेरो एकाउन्ट नम्बर हुन्छ नि त। हजुर अन्त त्यसले गर्दा भोलि चाल पाइहाल्छ नि मैले फल्नालाई यति पैसा दिएको भने। त्यही त अन्त मैले घरमा पनि बुझाउनु पर्छ नि त प्रुफ त हो। घर कहाँ नि हो? मेरो मङमाया हो। मनमाया? मङमाया। कहाँनिर पर्यो? बडा मङमाया, टिस्टादेखि माथि। टिस्टादेखि माथि? हजुर। मलाई घरमा बोलाउनु, म घरमै आउँछु। त्यसै गर्नु पर्ला सर। 500 रुपियाँ चाहिँ एक्स्ट्रा लिन्छु, किनभने त मेरो सेफ गाडी चलाएर आउँछु नि त। हजुर हजुर। तपाईँलाई भेट्नु पर्यो भने चाहिँ कहाँ भेट्नुपर्छ मैले? मलाई भेट्यो भने खप्रेलमा आउनु। खप्रेलमा आउनु पर्यो है? मेरो घर चाहिँ पर्सिङ हो। कि सर म हाम्रो प्रिन्सिपललाई लिएर आउँदा हुन्छ? ल्याउनुहोस् न, भेटघाट पनि हुन्छ भनेर नि। एकदमै ल्याउनुहोस् न। हजुर हजुर। तपाईँले लामाहट्टाको सर चिन्नुहुन्छ? प्रदीप सर? हजुर। प्रदीप राई? हजुर। उसलाई भन्नुहोस् न कमल थापा चिन्नुहुन्छ सर भनेर। त्यही त अन्त सुन्नुहोस् न सर, त्यो पछि अपोइन्टमेन्टको टाइममा चाहिँ तपाईँलाई पैसा चाहिँ भइसकेर दिनुपर्छ कि त्यो कामभन्दा अगाडि दिनुपर्छ? पहिला दिनुपर्छ है? तपाईँले चाहिँ के गर्नुपर्छ, एकाउन्टमा हालेर चाहिँ तपाईँकोमा रिसिप्ट हुन्छ नि ब्याङ्कमा हालेको, हजुर, त्यो राख्नुपर्छ। कन्फर्म छ है अपोइन्टमेन्ट चाहिँ? एकदम कन्फर्म। एपोइन्टमेन्ट चाहिँ म यस्तो छ कि एपोइन्टमेन्ट म 3 लाख रुपियाँ लिन्छु। हजुर। तर कन्फर्म चाहिँ गर्नु। अब यो कुरा हल्ला गर्नु भएन? हल्ला चाहिँ गर्नु होइन, तिम्रो साथीभाइहरूलाई पनि गर्नु सक्छौ। म चाहिँ एउटा टिचर मान्छे हो कि। हजुर। म जिपिटी सुनेको होइन? हजुर। जिपिटीको सेन्ट्रल कमिटीको भाइस प्रेसिडेन्ट। हजुर। बुझ्नुभयो? हजुर। अन्त कालिम्पोङको पदम सर चिन्नुहुन्छ? तपाईँ कहाँ अरे? मेरो त मङमाया। कालिम्पोङको पदम सर चाहिँ कहाँको? कालिम्पोङको हो त्यो सर। ए कुन स्कुलमा पढाउनुहुन्छ? त्यो स्कुल चाहिँ मलाई थाहा छैन कि। हजुर। पदम म नम्बर हालिदिन्छु, पदम सरलाई एकपल्ट फोन गर्नु हो, उसले डिटेल्स बताइदिइहाल्छु। त्यही त सर, अब अहिले यति साह्रो बिग्न छ कि मान्छे नि अहिले 50,000 एबभ हुन्छ। हेर डिएलएड मेरो फेयर भयो। अन्त यस्तो छ अब मान्छेहरू अहिले यस्तो फिटी गरेको छ कि कसरी एपोइन्टमेन्ट हुन्छ त्यो त्यसमै छ नि त सबैजना। भएर हुँदैन नि त। हजुर। म बरु तपाईँको घरमै आउँछु, बोलाउनुहोस्, मलाई गाडी भाडा चाहिँ म दिन्छु हो। हजुर। म आउँछु, घरमै आउँछु, मलाई हो। हजुर। टिस्टामा मलाई नर्बुजी चिन्नुहुन्छ? हजुर एकदम चिन्छु। नर्बुजीलाई कमल थापा भन्नु नि, राम्रो चिन्छ मलाई। हजुर हजुर। हो। हजुर। मेरो भाउजू चाहिँ टिस्टाको हो। मेरो माइजू होटेल छ टिस्टामा। हजुर। खासमा चाहिँ मेरो भाउजू चाहिँ भोटेनी हो। मेरो अर्को भाउजू चाहिँ शेर्पिनी हो, एउटा भाउजू चाहिँ मेरो प्रधानी हो। हजुर। अन्त तपाईँ के जातको हो? म तामाङ। तामाङ हो। तामाङहरूको त 100 रुपियाँ मात्रै पर्छ है यो फर्म भर्दा। त्यही त। छैन पैसा। मैले कहिलेसम्म डकुमेन्ट्स बुझाउनुपर्छ तपाईँलाई?
अब जति छिटो तपाईँले अगर तपाईँले अब यस्तो छ नि त महिना मरेर हजुर हो अन्त डिएलएडको तपाईँले सेसन लेख्नुपर्छ 15 देखि 17 डिएलएड सकिएको टिक मार्क गर्नुपर्छ हो हजुर अन्त भोलिको दिन सर्टिफिकेट माग्यो भने म त्यो सर्टिफिकेट चाहिँ म दिलाइदिन्छु भ्यालिड हुन्छ मेरो सर्टिफिकेट तपाईँको नाम के भन्नुभयो पेन्जी तामाङ ए म सेभ गर्दैछु ल पहिला अन्त सेभ गरेर पहिला सर्टिफिकेट हालिदिन्छु कि हजुर वेस्ट बेङ्गल बोर्डको हो ल सुन्नुहोस् न सर पछि त्यत्रो पैसाहरू तिरेर भरे अपोइन्टमेन्ट भएन भने चाहिँ भन्ने डर हुन्छ क्या मलाई अब यस्तो छ नि त डिएलएड गरेपछि चाहिँ डिएलएडको त भ्यालिड हुन्छ नि त डिएलएडलाई फर्स्ट चान्स दिन्छ हजुर अन्त डिएलएड गरेको पछि तपाईँले सो गर्दै पर्छ सो गर्नै पर्छ म सोधिदिन्छु कि कलकत्तामा कति टाइम लाग्छ मलाई भोलि बिहान 10 बजी बिहान फोन गर्नुहोस् त 9:30 10 बजी त्यही त भोलि म फर्म भरौँ भनेको नि त होइन तिमीले डिएलएडै गर्नु चाहन्छ भने चाहिँ म अहिले नै तिमीलाई आधी घन्टामा तिमीले मलाई फोन गर न हजुर ल म कन्फर्म गर्छु अब डिएलएड त म कन्फर्म गर्ने नै हो कि हैन हजुर सर्टिफिकेट चाहिँ कति दिनमा आउँछ त्यो सोधिदिन्छु नि त्यही त अन्त त्यहाँदेखिको भोलि म फर्म भर्छु कि सर अन्त फर्म भरेर चाहिँ म तपाईँलाई भेट्छु होइन फर्ममा चाहिँ लेख्नुपर्छ नि त डिएलएड गरेको छु भनेर हजुर त्यही त त्यो लेख्नु लागि त तपाईँले कन्फर्मेसन मागेको नि तपाईँलाई त्यही त आधी घन्टामा रिपोर्ट दिँदैछु हुन्छ सर त्यो अपोइन्टमेन्ट चाहिँ कन्फर्म हो नि पैसा तिरेपछि हजुर हजुर के भन्नुभयो त्यो हुन्छ जिटिएले चाहिँ सबै लुकाएर अनित थापाले लुकाएर राखेको छ हो हजुर तर मैले भाइरल गरिदिएको नि त यो ढुक्क बस्नुहोस् न तपाईँ म्यारिड हो होइन होइन ए अनम्यारिड हो कति वर्ष पुग्नुभयो म 26 ए 26 सानो भए त म त बुहारी बनाउँछु होइन सर के भन्नुभएको तपाईँले अनित थापाले लुकाएर के भन्नुभएको यो जुन चाहिँ यो एपोइन्टमेन्टको कुरा छ नि हजुर उनीहरूले पास आउटै गरेको छैन नि त अन्त मैले गरिदिएको नि त यो त म त न्युजमा पनि छु नि त हाम्रो गोर्खा न्युज सुनेको होइन हजुर हाम्रो गोर्खा न्युजमा गर्नु कमल थापा हेर्नु त्यसमा भेटिहाल्छ उनीहरूले चाहिँ किन अन्त लुकाएको हो तिनीहरूले आफ्नै क्याडरलाई हाल्नुको लागि यस्तो हुन्छ नि त पार्टीको क्याडर हाल्छ नि त यिनीहरूले हजुर अन्त मैले विमल गुरुङलाई सबै कुरा राखिदिएको छु केही पर्छ विमल गुरुङलाई पनि अनित थापालाई कमल थापा भने सबले चिन्छ मलाई त्यही त अन्त म त यता अनितपट्टि कुद्दैछु नि त अनि कुद्नु पनि पर्यो त्यही त के भलिन्टियर हो तिमी हजुर ए भलिन्टियर हो भने त ढुक्क हुन्छ नि झन् डिएलएड छ भने त तिम्रो झन् सजिलो हुन्छ एपोइन्टमेन्ट गर्नु दाजुले के भन्दैछ भने नि अध्यक्षले ममतासँग उसको एकदमै क्लोज भएको छ अहिले कि विमल गुरुङको डिएलएडको सर्टिफिकेटहरू मलाई बुझाउनु भनेको छ बुढोले को कसको छ यो इन्टरभ्यूमा चाहिँ मलाई दिनु म गरिदिन्छु भनेको छ बुढोसँग त मेरो एकदमै क्लोज छ नि त विमल गुरुङलाई कमल थापा खरसाङको भनेर चिनिहाल्छ अनित थापालाई खरसाङको कमल थापा भन्ने चिन्छ विनयले पनि चिन्छ मलाई तपाईँ चाहिँ हुनु चाहिँ कतापट्टि हो म त अहिले दाजुसँग छु म त अनितसँग चाहिँ मेरो अलिकति पारा मिलेको छैन नि त मसँग पुरा डराउँछ मेरो चाहिँ होल्ड छ नि त बेसी मेरो 15-20 हजार भोटर छ मेरो पर्सनल भोटर छ ढुक्क बस्छ कि हजुर के भोटे अरे म त तामाङ हो ए तामाङ के तामाङ अरे थिङ तामाङ थिङ तामाङ बिग बी थिङ हो ए मलाई वाट्सएप यही नम्बर हो कि मलाई कल गर्नु मलाई नाम पठाउँछ ए हुन्छ अहिले नै हेर्नुहोस् ल म तपाईँलाई वाट्सएपमा एड गर्छु कि मलाई सर्टिफिकेट एकपल्ट पठाइदिनुहोस् न ल त्यही त मलाई एड गर त दाजु सर यो नाम हो भनेर मलाई पठाऊ त सर तपाईँले यसो यो अब डिएलएडको त बनाउँछु कि तिमीलाई म छिराउने काम म गर्छु मेरो सिएमसँग पनि राम्रो छ नि त हजुर दार्जिलिङको डिआई पनि मसँग राम्रो छ त्यही त भरे भोलिको दिनमा त्यत्रो 3 लाख रुपियाँ पैसा तिरेर भरे भएन भने रड्डी हुन्छ नि त 3 लाख रुपियाँ पैसा तिरेर भएन भने त रड्डी हुन्छ नि त भोलिको दिनमा
तिमी ढुक्कै बस न, तिमीले म माथि विश्वास गर न भइगयो। तिमीले एसपिटिओको लाई सोध, अमल थापा भनेर जिपिटिओको सेन्ट्रल कमिटीको प्रेसिडेन्टलाई सोध, सत्यन गिरीलाई हो, सर कमल थापा चिन्नुहुन्छ, विमल गुरुङलाई सोध, अनित थापालाई सोध, विनयलाई सोध, सबले बताइदिन्छ कमल थापा को हो भने। बिजेपीको हाम्रो मनोज देवान ऊ पनि मसँग क्लोज छ। यहाँ मधेसमा टिएमसीको सबै लिडरहरू मिनिस्टरहरू मेरो हातमा छ। तपाईँले कालिम्पोङको युथ प्रेसिडेन्ट त चिन्नु हुँदैन होला है टिएमसीको? योग्यलाई भन्नुहोस् कि कमल थापा चिन्नुहुन्छ भनेर सोध्नु त। कसलाई? योग्यलाई। होइन, तपाईँले कालिम्पोङको टिएमसीको युथ प्रेसिडेन्टलाई चिन्नुहुन्छ? शान्ता छेत्री चिन्छ होइन? शान्ता छेत्री चिन्छ कि प्रणय थुलुङ चिन्नुहुन्छ? कुनै दिन भेट्यो भने नि यस कमल थापालाई चिन्नुहुन्छ भन त, खरसाङको भन। होइन, प्रणय थुलुङ चिन्नुहुन्छ तपाईँले? कसलाई? प्रणय थुलुङलाई। चिन्छ त मलाई। कालिम्पोङको एकपल्ट कुरा गर्नु नि कमल थापा भनेर। अनितको होस् कि विनयको होस् कि सबै अहिले मेरोमा 19 मा फर्म भरेको थिएँ नि, थाहा छ तपाईँलाई? तपाईँले भरेको? भरेको मैले। मेरो साथीकोमा छ त्यो फर्म। अहिले चाहिँ पाहाडमा छैन त त्यो फर्म, मेरो साथीकोमा छ त, स्कुल न्युज लागि आएको छ। त्यही त सर, अब अपोइन्टमेन्टमा त्यत्रो पैसा तिरेर भएन भने चाहिँ अब कोसिस गर्नु पर्यो, आफूले सिस्टमले चल्नु पर्यो होइन। बाँकी मेरो टाउकोमा हालिदिनु भइहाल्छ, म गरिदिइहाल्छु। तर अहिले चाहिँ एपोइन्टमेन्ट चाहिँ हुँदैन। हटेपछि चाहिँ सिएमले गर्छ सबै, बिजेपी आओस् या टिएमसी आओस् उनीहरूले गर्छ। मेरो चाहिँ टिएमसीसँग पनि राम्रो छ, बिजेपीसँग पनि राम्रो छ, अनितसँग पनि मोटामोटी राम्रै छ मेरो। तपाईँको टेटमा छिराउने काम त छैन होला है? टेटमा चाहिँ म सक्दिनँ। टेटमा छिरोस् नछिरोस्, तिम्रो एडमिट कार्ड छ भने भइगयो। होइन, हाम्रो अध्यक्षले चाहिँ के भन्नुभएको छ, टेटमा जो छिर्यो त्यसकै हुन्छ भनेको छ नि त। तिमी टेट चाहिँ एक्जाम देऊ न, सबै मोटामोटी सबै पास हुन्छ।